गाउँपालिकामा लाग्ने जुवारे मुनि पछिमा यति बेला कालाशिला देवता र दाडेमस्तु देवता मूल यहाँका दुई देवताहरूको पूजा पाठमा देखिएको दृश्य हो। यो जुन सानी त्रिवेणी गाउँपालिका वडा नम्बर 6 मा पर्ने कालाशिला देवतामा विभिन्न भक्तजनहरूले आफ्नो आस्था माथि विश्वास राख्दै गीत चढाइएका परगलाहरू हुन्, जुन आफ्नो मनोकांक्षा पुरा भएपछि देवताहरूलाई विभिन्न घाटहरू भए यस्ता परगलाहरू पगडीहरू चढाउने गरिन्छ। जुन कालाशिला देवताको थानमा देखिएका दृश्य भने यति बेला कालाशिला देवताको थानमा धामीहरूले आफ्नो नाच देखाइरहेका छन्। हजारौं भक्तजनहरू यहाँ उपस्थित हुने गर्छन् जुन जुवारे पूर्णी मेलामा। यसमा विशेष गरी दसैँ तिहारको अवसरमा आफ्नो घर आएका साथीभाइ आफन्तहरूसँग भेटघाट हुने, रमाइलो गर्ने, देवताको पूजाआजा गर्ने र एक आपसमा सम्बन्ध माया गाँच्ने पनि गरिन्छ भने विशेष सानी त्रिवेणी गाउँपालिकामा यो पर्वलाई विशेष रमाइलोको पर्व र एउटा धार्मिक आस्थाको रूपमा पनि लिने गरिन्छ। यति बेला यहाँ विभिन्न धामी जातिहरूको नाच भइरहेको छ। देवताको पूजा गरिसकेपछि धामीहरू आफ्नो नृत्य प्रस्तुति देखाउनको लागि बाहिर आउने गर्छन् र हजारौं भक्तजनहरू बिचमा यसरी नाच्ने गर्छन्। यो परापूर्व कालदेखि चलिआएको परम्परा एउटा धार्मिक आस्था र विश्वास पनि हो। यहाँको कुल देवताको रूपमा पनि लिइन्छ मस्तु देवतालाई, कालाशिला देवता र दाडेमस्तु देवतालाई। सम्पूर्ण सानी त्रिवेणी गाउँपालिका मात्र नभएर विभिन्न बाहिरबाट पनि यहाँ जात्रा हेर्न आउने गर्छन्। राजकोट, नरैनाथ गाउँपालिका, लालडोमा गाउँपालिका, लाटा, नाचौर लगायत जिल्लाभन्दा बाहिर रहेका नागरिकहरू पनि भक्तजनहरू पनि यति बेला यो जुवारे पनि पहिमा यहाँ उपस्थित हुने गर्छन् भने यो पहिले झन् शोभायमान बनाउने गर्छन्। सानी त्रिवेणी गाउँपालिकाको यसलाई एउटा पहिचानको रूपमा पनि लिन सकिन्छ। जुवारे पनि पहिल्यै यहाँको संस्कृति, यहाँको एउटा धर्म संस्कृतिलाई जोगाउनको लागि, यहाँको परम्परालाई जोगाउनको लागि सानी त्रिवेणी गाउँपालिका वडा नम्बर 5, 6, 4, 5 र 6 का युवाहरू यति बेला स्वयंसेवक रूपमा खटेर यो धार्मिक मेलालाई झन् व्यवस्थित बनाउनको लागि खटिरहनु भएको छ। प्रहरी साथीहरू पनि यसमा खटिरहनु भएको छ। सम्पूर्ण दर्शकहरूले शान्त रूपमा यसलाई मर्यादित रूपमा यति बेला लिनुभएको छ। यहाँ यस वरपर जहाँ डक्सी बेचबिखन सेवन गर्न पनि प्रतिबन्ध गरिएको छ। युवाहरूको टोली एउटा पुरै यसमा लागिरहेको छ। धार्मिक मेलामा देवताहरूमाथि आस्था राख्ने पनि ग्रामीण क्षेत्रमा धेरै भेटिन्छन्। देवी देवताको आस्था राख्ने ग्रामीण क्षेत्रमा सायद नराख्ने कमै होला। सबैले देवी देवताप्रति एउटा न एउटा आस्था राखेका हुन्छन्। त्यसैको फलस्वरूप आज कालाशिला देवतामा, कालाशिलाको थानमा यो अवस्था देख्न सकिरहेका छौँ हामी। यस्तै भिडियोको लागि मेरो रविवार युट्युब च्यानललाई सबैले सब्सक्राइब गरिदिनु।